कार्यक्रमलाई अझै रमाइलो गराउनको लागि हामीले केही महत्त्वपूर्ण कलाकारहरूलाई निमन्त्रणा गरेका थियौँ। हाम्रो यो कार्यक्रमलाई आजको यो कार्यक्रमलाई सफल बनाउनको लागि हाम्रै बागलुङको माटोले जन्माएका उनै सल्यानको माटोले जन्माएका कलाकार अनि विभिन्न सिरियलहरू अनि विभिन्न फिल्महरूमा पनि अभिनय मार्फत टिकटकमा भाइरल हुनुभएका अस्ति मात्र बुटोल प्रदर्शनीमा पनि उहाँको प्रस्तुति हेरेको थिएँ र निकै गर्व लाग्छ मलाई। हामी समकक्ष पनि हौँ। हामी शान्तिपुर गीत गाउँदा दोहोरी गाउँदा पनि सँगै गाएका थियौँ। कयौँ पटक उहाँका स्वरहरू म युट्युबतिर पनि सुन्ने गर्छु। आज यहाँहरू कति भाग्यमानी हुनुहुन्छ। त्यस्तो कलाकारलाई म स्टेजमा बोलाउन गइरहेको छु।